संसारभरि मान्छेको जीवन परिवर्तन भइरहेको एक कथा तम्ही भन्न चाहदहौ। यो कोही मानिसले बनाएको घटना होइन, बरु यो बाइबलबाट लिकन बनाएको कथा हो, जो सर्वोच्च परमेश्वरको वचन हो। ताहाइले यो सत्य रे विश्वासनीय छ, परमेश्वर एकै मात्र छन् रे ऊ सर्वोच्च परमेश्वर हुन्। सर्वोच्च परमेश्वर कोही पनि मानिस, आत्मा, धार्मिक गुरु, सरकार रे मानिसले पुज्ने देवता भन्दा पनि महान छन्। केही कुरा हुनु अघि नै उनी सुरुदेखि नै अस्तित्वमी छ्या। जब परमेश्वरले सृष्टि गर्न लाग्या तब उनीले वचन मात्रै बोल्यो, तब सबै कुरा भयो। उनीले स्वर्ग रे पृथ्वीका सबै थोक बनायो, हामीले देख्न नहक्ने कुरा उनीले बनायो। जहै स्वर्गदूत सुन्दर आत्मा हुन् रे तिनीले स्वर्गमा हुने परमेश्वरको आराधना रे सेवा गर्दछन्। हामीले देख्न नहक्ने सबै थोक बेल, जुन, तारा, पृथ्वी, बोट बिरुवा रे जनावर पनि परमेश्वरले बनायो। अन्तमा परमेश्वरले आफ्नै स्वरूपमी एक पुरुष रे महिला बनायो। जब परमेश्वरले सबै थोक बनाइहक्यो तब भन्यो, यो साँच्चै राम्रो ह। परमेश्वरले ती पुरुष रे महिला कि बस्नका लागि सुन्दर बगैँचा दियो। हरेक दिन ती सँगै हिट्टा रे तिनको सम्बन्ध परमेश्वरसँग रे एकअर्कासँग साह्रै राम्रो थियो। परमेश्वरले तिनुखी बगैँचाको रेखदेख गर्न रे सबै थोकको आनन्द ल्याऊ भन्यो। परमेश्वरले तिनुखी विशेष आज्ञा दियो। उनीले भन्यो, बगैँचाबाट भएका जोसुकै रुखका फल खाया पनि हुन्छ, तर बगैँचामा भएका एका रुखको फल भने नखानु। ती मानिस रे महिलाको सम्बन्ध परमेश्वरसँग रे एकअर्कासँग सिद्ध थियो। हाम्रो सम्बन्ध परमेश्वरसँग रे एकअर्कासँग यही हो भनिकन परमेश्वरले हामीकी सृष्टि हर्यो। पुरुष रे महिलाको सम्बन्ध परमेश्वर रे एकअर्कासँग साह्रै राम्रो थियो। क्या तमखी परमेश्वरले सृष्टि गरेका स्वर्गदूतको सम्झना छ? स्वर्गदूत मध्ये एकजना साह्रै घमण्डी भयो। ऊ परमेश्वर जसै हुन चाह्यो रे अरू स्वर्गदूतले परमेश्वरको सट्टामा उही आराधना गर्न चाहँदा छ्या। तर आराधना गर्नुपर्ने एक मात्रै परमेश्वर हुन्। यहाँले परमेश्वरले आज्ञा नमान्ने स्वर्गदूतखी स्वर्गबाट निकालिदियो। त्यही स्वर्गदूतखी हामी शैतान भन्दा हौँ। उही पछ्याउने अरू स्वर्गदूतखी पनि परमेश्वरले स्वर्गबाट निकालिदियो। ती भूत वा दुष्ट आत्मा हुन्। एक दिन खाना मनाइरहेका एका रुखको फल खानका लागि शैतानले महिलाकी परीक्षा हार्यो। तिनले उही होद्यो, क्या परमेश्वरले वास्तवमा बगैँचाबाट भएका कोही पनि रुखका फल खान सक्ने अछि भनी भनेको हो? महिलाले भन्यो, होइन, बारीका बीचमा भएका रुखको फल बाहेक अरू रुखका फल हामी खान सक्छौँ। यदि हामीले यो खायौँ वा छोयौँ भने पनि हामी मर्नेछौँ। शैतानले उही भन्यो, तमी मर्ने आछि, बरु यहीका सट्टा परमेश्वर जसै हुने हौ। तब उनले आउन लौनखी दिई, जो उहीसँग छ्यो उनले पनि खायो। त्यही दिन ती दुवैले पाप पर्यो। हामी जै बेला परमेश्वरको आज्ञा मान्दैन त्यो पाप हो। परमेश्वर धर्मी र पवित्र छन्। जब हामी उनका आज्ञा मान्दैन उनले हामीकी सजाय दिनै पर्छ। परमेश्वरले पुरुष रे महिलाखी बगैँचाबाट हटाइदियो रे परमेश्वरसँग तिनको सम्बन्ध सधैँका लागि छुट्यो। ती महिला रे पुरुषका जसै पाप हामी सबैले गरेका हौँ, परमेश्वरसँगको हाम्रो सम्बन्ध छुट्याएको छ।
रे जब हामी मर्यौं पापको परिणाम भन्या नरकमा अनन्त दण्ड हो। जहरी हामी बनाएका छौं त्यहरी नै परमेश्वरसँग सधैँका लागि रहन सक्दैन। क्या नहकेला त? समय अनुसार संसारमा मानिसको संख्या बढ्दै गयो। हब्बैले पाप अरे तापन परमेश्वरले तिनुही अझ झिक्कै प्रेम अर्यो रे तिनुले उनुहंग सम्बन्ध रहेको चाहँदा छ्या। परमेश्वरले उनका एक सेवान्यबाट मानिसकी 10 आज्ञा दियो। याद र परमेश्वर सिद्ध रे पवित्र छन्। यही कारण उनुहंग रहनका लागि हामी सिद्ध रे पवित्र हुनुपर्छ। 10 आज्ञाले परमेश्वर हंग रे एक अर्का हंग कहरी जिउने भनिकन माइसकी सिकाउँद ह। कोही आदेश यहाँ छ्या अरू देवताको आदर नगर्नु वा मूर्ति नबनाउनु, आमा बुवाको आदर गर्नु, झुटो नबोल्नु, नचोर्नु, हत्या नगर्नु, अरू मानिससँग भएका थोकको चाहना नगर्नु वा व्यभिचार नगर्नु। यहाँ म कसैले पन यी आज्ञा पालन गर्न सकेन। हरेक समय यिनुले पाप अर्यो। परमेश्वरले तिनुखी पापको पश्चाताप गर्न रे तिनका दण्डका सट्टा बलिदान चढाउन अनुमति दियो। शुद्ध पशुको रगत बगाउनु बलिदान थियो। बलिदान चढाउँदा तिनुले आफ्ना सट्टा पशुही मारिकन रगत बगाउनु रे परमेश्वरसँग क्षमा माग्नु पर्दथ्यो। रगत बगाइकन मात्रै मानिसले पापको क्षमा पाउन सकिदथ्यो। त्यही पन समय ढल्किँदै गयो। तिनुले अबदेखि तिनका पापका निम्ति हृदयमा दुखी हुन छाड्यो। त्यहीका सट्टामा बलिदान रितो धर्मविधि जहाँ मात्रै भयो। परमेश्वरले भन्यो तम्रो रितो बलिदान मुखी झिक्कै भइगयो। नियम पालना रे पशु बलिदानबाट ती आफै परमेश्वरतर्फ फर्किन असम्भव थियो भन्ने कुरा महसुस गर्यो। क्या नहकिन्छ होला? अझ पन संसारका मानिसकी परमेश्वरले झिक्कै नै प्रेम अर्यो। यहाँले मानिसले कहरी परमेश्वरसँग सम्बन्ध सुधार गर्न सक्छ भन्ने कुरा देखाउनका लागि परमेश्वरले ठिक समयमा येशूखी लायो। येशू को हुन्? येशू एकमात्र परमेश्वरका पुत्र हुन्। येशू शक्तिशाली शिक्षक पनि हुन्। मानिसले उनको कुरा सुन्न रुचायो। केही उनुले परमेश्वर हुने ठाउँ कहरी फर्किने भन्ने कुरा तिनुखी सिकायो। येशू शक्तिशाली रे अचम्मका काम गर्ने व्यक्ति पनि छ्या। एक दिन झिक्कै माइस दिनभरि येशूको शिक्षा सुन्न हि आया। माइस भोकाएका छ्या। येशूले 5 रोटा रे 2 माछा लियो रे तिनुखी आशिष दियो। ती रोटा रे माछा माइसकी बाँड्न सुरु गर्यो। त्यही दिन 5000 भन्दा बढीले खायो रे अगाया। येशूको शक्ति हाम्रो आवश्यकता पूरा गर्ने सामर्थ्य हो। अखा दिन येशूकी पछ्याउने हुने हंग नाउमी चढिकन एक ठूलो ताल तत्दै छ्या। जब येशू निदाया तब ठूलो ढाँडो भइको आयो। येशूकी पछ्याउने हुनाले येशूकी बिउजायो रे भन्यो गुरुज्यू हामी मर्नै लाग्यौं। येशू उठ्या रे ढाँडा भइका रे छालहंग बोल्या शान्त हो शान्त। तुरुन्तै ढाँडो भइको रे छाल रोक्यो। येशूको शक्ति प्राकृतिक संसारका भन्दा महान छ।
तब यसु पारीतिर पुग्या तब चियानाउँदो बस्ने भूत आत्मा लायाको माइसखी भेटायो। ऊ झिक्कै भूतले भर्याको रे भइलाग्दो थियो। जब यसुले त्यही माइसखी देख्यो उनुले त्यही पेरे मर्यो। यसुले भूतसँग कुरा आर्यो रे भन्यो छाड। तुरुन्तै तिनुले छाड्यो रे त्यो माइस सत्य मनको भयो। यसुको शक्ति दुष्ट आत्मा भन्दा महान छ। अखा दिन यसुको एकजना मित्र बिरामी पढ्यो रे मर्यो। केही दिन पछाडि यसु उनका मित्रका चिहाननी पुग्या। जब उनका मित्र खट्याएको ठाउँ यसुले देख्यो, यसु रुन लाग्या। चिहानका अगाडि गया रे भन्यो मित्र बाहिर आऊ। उनको मित्र जिउँदै चिहानबाट हिटिकन बाहिर आयो। यसुको शक्ति मृत्यु भन्दा पनि महान छ। यसुले यी कुरा हार्यो कि उनुले हामी प्रेम अर्यो रे हामी सबै परमेश्वर हुने ठाउँ फर्किकन आएको उनु चाहँदा छ्या। यसु परमेश्वरका पुत्र, अद्भुत शिक्षक रे शक्तिशाली अचम्मका काम गर्नेवाला हुन्। त्यही बेला हाम्रो बाँचेका माइसमा यसुले मात्रै कहिल्यै पाप परेन। उनु एकमात्र व्यक्ति हुन् जो पाप दण्ड पाउन योग्य छ्या। यही कारण झिक्कै माइसले यसुखी प्रेम अर्यो। यहाँ म कि कोही धर्मी अगुवाले यसुको डा हार्यो। तिनुले उनुखी पकड्यो, उनुखी मुद्दा हाल्यो रे उनुखी मार्ने निर्णय अरिकन तिनुले यसुकी ठुला क्रुसमी टाँग्यो। क्रुसमा उनका हात गोडा काँटीले ठोक्यो। जब क्रुसमा उनुखी जुडाइयो उनको बहुमूल्य रगत थोपा थोपा भइकन भ्याउँदो चुयाको थियो। ऊ कुकाया यसु शुद्ध रे अन्तिम बलिदान भया। परमेश्वरले हामीखी प्रेम अर्यो रे यसुखी हाम्रा सट्टामा क्रुसमी मार्न अनुमति दियो। हाम्रा सबै पापका दण्ड यसुले सहयो। रगत बगाइकन मात्रै हाम्रा पापको क्षमा हुन सक्दो थियो। हाम्रा पापका निम्ति कसैले मोल तिर्नु पर्दो थियो। त्यही दिन उनु मर्यापछि उनका मित्रले उनको शरीर लियो रे त्यही सुरक्षित चिहाननी राख्यो। ज्या भए पनि कथा यही समाप्त हुँदैन। तापछि 3 दिन पछाडि यसु मर्याकाबाट जिउँदा भया रे ऊ अझ जिउँदा हुन्छन् भन्ने कुरा माइसकी देखाउँदै झिक्कै दिन बितायो। उनु परमेश्वरका पुत्र हुन् भन्ने कुरा उनुले प्रमाणित अर्यो। तापछि स्वर्गमा हुने उनका पिता हुने ठाउँ फर्किकन गया। यसुले हाम्रो दण्ड लियो रे अहिले हाम्रा निम्ति परमेश्वर तर्फ फर्किने एक उपाय दिँदाहन्। यसुले मात्रै हामीखी परमेश्वर हुने ठाउँ फर्किने बाटो देखाउन सक्दछन्। यसु संसारमा हुने बेला उनुले कथा भन्यो। एक जवान माइसले उइका बुवाही भन्यो मेरा अंशको भाग मुखी देऊ। जवान माइस टाढा देश गयो रे छाडा जीवन जिकन सबै पैसा उडायो। आफूसँग भएका सबै थोक सकिएपछि सुँगुरखी चारो दिने तल्लो स्तरको काम गर्न लाग्यो। एक दिन उइको चेत खुल्यो रे उसले सोच्यो मेरा बुवाका कामदार कतिले खाना उबार्दाछन्। यहाँ म भोकले मरिरहेको हुँ। म फर्किकन उनु हुने ठाउँ जान्छु रे उनुखी भन्छु।
बुवा मैले स्वर्ग रे तौरा विरुद्ध पाप पराएको हुँ। अब म तौरो चेलो भन्ने लायकको आछिन। दया आरिकन तौरा एक ज्यालादारी नौकर जसै मुखी बनाऊ। याहाईले ऊ उठ्यो रे बुवाका घर जान लाग्यो। तर ऊ टाढा हुँदा उका बुवाले उखी धेक्यो रे ऊ दयाले भर्या। ऊ चेलो भएकातिर दौड्यो, उखी अङ्गालो हालेर फामा खायो। चेलाले उखी भन्यो, बुवा मैले तौरा रे स्वर्गका विरुद्ध पाप पराएको हुँ। म तौरो चेलो भन्ने लायकको आछिन। तर उका बुवाले उनका नौकरही भन्यो, छटिएर सबैभन्दा राउडो कपडा लिकन उखी लाइदेऊ। हातमा औँठी रे गोडामा चप्पल लाइदेऊ। भोज खाऊ रे खुसी मनाऊ। केही भन्या यो मेरो चेलो हराएको छ्यो रे भेट्याएको छ। हामी हब्बै कान्छा चेला जसै छौँ। हामीले पाप पराएका हौँ रे हाम्रा परमेश्वर पिताखी छाडेका छौँ। तर उइका चेला जसै हामी परमेश्वर हुने ठाउँ फर्कन सक्छु। हामी हब्बैले हाम्रा पापको क्षमा माग्नु पर्छ रे उनका छोराछोरी जसै उनले चाहे जसै जीवन जिउन परमेश्वरमा फर्किनु पर्छ। येशूले भन्यो, बाटो सत्य र जीवन मुई हुँ। म बाहेक अरू कोही पिता हुने ठाउँ जान सक्दैन। येशूले तमही परमेश्वरतिर फर्किकन आएका चाहँदछन्। येशूले मात्रै हामी परमेश्वर हुने ठाउँ फर्किकन आन्न सक्छन्। परमेश्वरतिर फर्किनका निम्ति परमेश्वरका विरुद्ध पाप परेको छु भनिकन तमीले परमेश्वरकी स्वीकार गर्नुपर्छ। येशूले तौरो दण्ड लिकन तौरा सट्टा मर्या भनिकन तमीले विश्वास गर्नुपर्छ रे तमखी क्षमा दिउँ भनिकन परमेश्वरसँग बिन्ती गर्नुपर्छ। तमखी फर्काउने हुने रे परमेश्वरका सन्तान उनले तमखी अनन्त जीवन दिदाहान भनी एकमात्र येशूमा भरोसा राख्नुपर्छ। त्यही बेलाबाट येशूकी तौरा नयाँ मालिक जसै आज्ञाकारी हुनुपर्छ। बाइबलले भन्दछ, केही भने परमेश्वरले संसारकी यह माया हार्यो उनले आफ्नो एकमात्र पुत्र हामीखी दियो ताकि उनुमाथि विश्वास गर्ने कोही पनि नाश जनहौ तर तिनले अनन्त जीवन पाऊ। जब काइसो चेलो आउना बुवाका घर फर्क्यो रे उसले ज्या आर्यो तमी पनि परमेश्वर हुने ठाउँ जान सक्नुहुन्छ रे यहरी भन्न सक्नुहुन्छ, परमेश्वर म जान्दहौँ तमीले मुखी कति प्रेम अद्दाहौ। मैले तौरा विरुद्ध पाप पराएको हुँ रे मुखी क्षमा हारिदेऊ। मेरो दण्ड बोक्ने सिद्ध बलिदानका रूपमा म येशूकी विश्वास गर्छु रे भरोसा गर्छु। परमेश्वर मुखी क्षमा हारिदेऊ। यही बेलाबाट येशूकी मेरा प्रभु आनन्द हात उनका आज्ञा पालन गर्न मन्जुर छु। तौरा सन्तानका रूपमा मुखी नयाँ रे अनन्त जीवन दिएकोमा धन्यवाद। अहिले नै तमीले उनही केही नबोलाउने त। यति हाँच्ची नै तमीले परमेश्वर कि बोलायो भने अहिले नै सधैँका लागि तमी परमेश्वरका सन्तान हुने हौ। तमी परमेश्वरका सन्तान हौ भनी हबैले जानुन् भन्ने कुरा परमेश्वर चाहँदछन्। परमेश्वरले तमखी मात्रै उनुहुने ठाउँ फर्काइकन आन्न योजना गरेको छैन, तर तमीबाट तौरा परिवार रे साथीकी पनि उनुहुने ठाउँ फर्काउने योजना गरेको छ। यहरी एक अक्खाहङ रे परमेश्वरसँग नाता अझ हुन सकौ। कोही चिन्दा हौ जैखी यो कथा हुन्न आवश्यक छ।